ल म चाहिँ अब घरतिर लाग्छु पहिला हेर यताबाट खिच न राम्रो आउँछ ल बाई भनिदिनु ल आमा हजुर तपाईँ ठुलो भएपछि के बन्ने हो नि ठुलो खसी तपाईँ ठुलो मान्छे भएपछि के बन्नुहुन्छ के बन्ने ठुलो मान्छे अब मर्ने बेला ठुलो मान्छे बन्छ कहाँ भर्खर तरुनी भयो तपाईँ भर्खरै छ गुड आफ्टरनुन गाइज के छ खबर आरामी हुनुहुन्छ सबैजना आज चाहिँ दसैँको लास्ट डे अब जहाँ जहाँ टिका लाउन बाँकी छ म चाहिँ सबैतिर भ्याउँछु आज र हिजो अस्ति चाहिँ पानी परेको भएर भ्लग खिच्न पाएन है अनि दसैँ कसरी मनाउनु भयो तपाईँहरूले चाहिँ मैले चाहिँ झन्डी बुर्जा खेलेर मनाएँ हारे पनि झन्डी बुर्जामा हारे सो मेरो दिमागमा चाहिँ एउटा के प्लानिङ छ भन्दाखेरि जुन घरमा चाहिँ जुन घरको पैसा हुन्छ नि झन्डी बुर्जामा हारेको हु त्यति घरमा फेरि टिका लाउन चाहिँ जान पर्ला जस्तो हो तो उससे मेरा क्या फायदा त्यही गाइज अहिले म यहाँ क्यान्सरबाट तल छिरेको है लङ्कु जानको लागि यो टाइगर चोक के भन्छ अनि भिडियोहरू कन्टिन्यू आइरहेको छ अब वाउ अरे कहना क्या चाहते हो अनि गाइज मेरो भ्लग बनाउनुको मेन मोटिभ भनेको चाहिँ कन्टेन्ट भन्दा पनि मेमोरिजहरूको लागि हो मेमोरिजहरू बनाएर राख्छु युट्युबमा चाहिँ सो द्याट्स मेन रिजन बिहाइन्ड इट है भ्लग बनाउनुको मेन रिजन चाहिँ कन्टेन्ट भन्दा पनि मेमोरिजको लागि हो अहिले चाहिँ म यहाँ यज्ञपुरीमा हुँ अहिले यहाँ पनि सबैतिर सिसिटिभी क्यामेराहरू एकदमै धेरै माथि हेर्न सक्नुहुन्छ सिसिटिभी क्यामेराहरू अनि तपाईँहरूको पेन्सन क्याम्प यज्ञपुरीनिर है यहाँ पेन्सन क्याम्प यहाँनिर देख्न सक्नुहुन्छ बोर्ड है पेन्सन क्याम्प र म अब देब्रेतिर लाग्नुपर्ने हुन्छ मेरो डेस्टिनेसन पुग्नको लागि आज दिन पनि एकदमै राम्रो छ टक्क खुल्ला आकाश हिजो अस्ति लगातार पानी पर्यो त्यही गाइज अब दसैँ नै सकिहाल्यो अब पालु तिहारको देउसी भैलो पटेकाहरू पड्काएर चाहिँ एकदमै रमाइलो गर्नुपर्छ है पटेका नि जहाँ पाइ त्यही चाहिँ नपड्काम अलिकति ठाउँ हेरेर चाहिँ पड्काउने गरौँ है हेलो मम्मी नमस्ते नमस्ते ड्याडी वेलकम टु माई न्यू ब्लग यो माइकहरू अस्ति आउने भनेको रे पानी आएर आउन पाएन त अनि आज चाहिँ पूर्णिको दिन टिका लाउन बाको हातबाट टिका लाउन ब्लग अनि त कहाँ खिचिरहने यत्तिकै पानी कम भएर होला केही हुन्न यो धेरै पानी बगाउने बग्छ भनेर हो त्यो चाहिँ पूर्णे आज कि हिजो कसले चाहिँ कहिले आज नि आज कति बजेसम्म छ ए अब हाम्रो चाहिँ आजै हो कि त्यही त म धेरै कसले हिजो अन्थ्यो कहिले आज यो पालो चाहिँ एउटा छोराले मात्र लाउनु पायो पोहोर कान्छो छोरोले पराहरू जेठो छोरोले पाले 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 पालो अब यसलाई सन्दीपले मात्रै यसपालि सन्दीप छोराले मात्रै लाउने पर्ने दुईटाले विशालले र लाउन पाएको थियो यसपालि सन्दीप छोराले मात्रै उठेर बनाइन्छ आखिर
आशीर्वाद दिनु आशीर्वाद दिएछु मनमा नै मनले तिम्रो आँटेको होस् यो बाटोमा नि के सोचे सत्य पुरा होस् मम्मीले खतरा भिडियो खिच्न हाम्रो मम्मी क्यामेराम्यान लगाइछ र खाजा खाने कार्यक्रम हुँदैछ हुँदैछ लगाइस म चाहिँ माथि जाँदैछु यहाँ घाम आउँछ भनेर चाहिँ म चाहिँ माथि जान्छु है त मेरो हातमा चिया पनि हो खाजा खाएँ दही खाएँ अब इट्स टाइम फर टी नाउ वाउ यहाँबाट हेर्न सक्नुहुन्छ है लङ्कु बजारहरू चाहिँ दिस इज लङ्कु बजार गाइज आज कसैले चाहिँ हिजो पुग्ने भन्थ्यो कोहीले आज आई डोन्ट नो म चाहिँ आज आइपुगेँ चिया यहाँ राख्दिउँ एकछिन है यहाँ राख्दिउँ र तपाईँले हेर्न सक्नुहुन्छ यहाँ गमलाहरू है गमलाहरू हेर्न सक्नुहुन्छ राम्रो राम्रो गमलाहरू यो सायद ड्रागन फ्रुट हो कि आई डोन्ट नो यो चाहिँ हाइवे भइहाल्यो यहाँ पनि रहेछ ड्रागन फ्रुट होला पक्कै पनि त्यही गाइज ड्याड मम चाहिँ एकदम चिल हुनुहुन्छ है एकदम कुल एकदम चिल फ्रेन्डली मेरो हातमा चिया मैले एक गुड्की पनि खाएको छैन अब खाने हो अहिले गाइजहरूलाई देखाइदिउँ न होइन ठाउँ त्यही गाइज हेर्न सक्नुहुन्छ है सबै अब लङ्कुको दृश्यहरू लङ्कुको ठाउँहरू हेर्नु ल यहाँबाट एकदम बवाल सिनहरू दिस इज लङ्कु बजार गाइज म चाहिँ आफ्टर लङ टाइम आएको अहिले चाहिँ धेरै पछि जाडो होस् गर्मी होस् टी चाहिँ चाहिन्छ चिया लभर त्यही गाइस अब एकछिन बस्छु अनि म चाहिँ मेरो आमालाई लिन जानु छ है आमा कुरेर बस्नुभयो फोन गरे गर्नुभयो कति बेला आउँछ भनेर म चिया खान्छु अनि त्यसपछि चाहिँ निस्किन्छु म अर्को ठाउँ निस्किन्छु अनि आमालाई लिएर आउँछु घरमा अनि आमासँग भिडियोहरू हालिहाल्छु अभियसली पनि त्यही गाइस दसैँ आजबाट सक्यो अब तिहार वेटिङ ल म चाहिँ अब घरतिर लाग्छु पहिला हेर यताबाट खिच न राम्रो आउँछ ल बाई भनिदिनु ल ल गाइस मितिन ममको घरमा चाहिँ मजाइ छ बधाई छ के रे आमा बधाई छ मजाइ छ सबै कुरो छ हामीलाई जस्तो कसलाई छ र बाबु बुढीमा ल गाइस भने क्या मैले युट्युबको मान्छेले भनेको ए ल ल एक्लै बोल्दै हिँडे साथी भन्दै बुढीमा तपाईँ नि बोल्नु साथी हेर्न न साथी कहाँ पुग्यो त्यो स्याङ्जाको भ्लगमा हो आमा हजुर तपाईँले मेरो पुरै भिडियो हेर्नुभयो ल आमा छोरा पुर्याउन आयौ लिन आयौ बाबु आमालाई थाहा छैन आमाको कपडामा नि मैले माइक हालिदिएको जसले गर्दा आवाज ठुलो आउँछ यस्तो त कसले गरेको त नि घर त पुर्याउन जाने पुर्याउन देखाइदिने ल्याइदिने लैदिने
बोडेमा तपाईँको लागि ज्यान हाजिर छ। कसले उ गरेको छ र तपाईँको लागि ज्यान हाजिर छ आमा। गाइस अहिले चाहिँ हामी टाढी जङ्गल है, टाढीको जङ्गल। आयो जङ्गलको बाटो जङ्गलको बाटो सन्दीप छ एकदम बाटो है। जङ्गलको बाटो सन्दीप छ एकदम बाटो। सन्दीपले बोकेको छ मलाई बाटो। सन्दीपले बोकेर हिँडेको छ बाटो। आज चाहिँ गाइस ए भरे आमासँग भ्लग। ल ठिकै छ। गाइस आमालाई त थाहा छैन है फेरि माइकमा आवाज सुनिन्छ भनेर, सो आमा चाहिँ बोलिरहनु भयो पछाडि। आमाले पछि आफ्नै भिडियो हेर्छ युट्युबमा। के रे आमा? सुरु अलि चित्त बुझा देखिन भने हुनुहुन्छु। त्यहाँनिर यस्तै हो जिन्दगी, जिन्दगानी। आमा हजुर तपाईँ ठुलो भएपछि के बन्ने हो नि? ठुलो खसी तपाईँ ठुलो मान्छे भएपछि के बन्नुहुन्छ? के बन्ने? ठुलो मान्छे अब मर्ने बेला ठुलो मान्छे बन्छ। कहाँ भर्खर तरुनी भयो तपाईँ? भर्खरै छ। हाम्रो भन्दा पहिला तपाईँको बिहे गर्नुपर्छ। बुढोमा यस्तो तरुनी भयो, हामी बुढो भइसक्यौँ बरु। भर्खरै छु। बल्ल 15 वर्ष भयो। त्यही गाइस आमासँग मिठो मिठो गफ गर्दै घर जाँदै अहिले चाहिँ हामी टाढीको जङ्गल। टिकौलीको जङ्गल के रे आमा? टिकौलीको जङ्गल हिँड्नु पर्यो। के अरे लिएर हिँड्नु पर्यो। टिकौली हो आमा? हो ए टिकौलीको जङ्गल गाइस। टिकौलीको जङ्गल। आमाले चिन्नुभयो बरु पुरै ठाउँहरू। टिकौलीको जङ्गल गाइस। अब फर्न लाग्यौँ। त्यसपछि आउँछ हाकिम चोक। आमासँग मिठो मिठो गफ गर्दै त्यही गाइस अब चाहिँ जङ्गल सुक्यो। टाढीको जङ्गल, टिकौली जङ्गल। टिकौली जङ्गल चाहिँ कट्यो है ल। ट्याक्कै टिकौली जङ्गल कट्न साथ अब एउटा चौकी छ, पुलिस चौकी, प्रहरी चौकी। एक्लै बोलेर हिँड्नु। तपाईँ पनि बोल्नु पऱ्यो नि आमा। म बोल्ने तपाईँसँग गफ गरिरहन मन लाग्छ। टिकौलीको So जङ्गल guys. हिँडेको छ। बसेर त्यहाँ बस्नु पाएन। आमा हजुर जुन जुन ठाउँ आउँछ तपाईँले भन्दै जानु है यो ठाउँ आयो भनेर। त्यही हो गाइस चौकी। के भन्ने मैले नाम त जाने छैन क्या। यही जङ्गलको मात्रै हो। अब कुन ठाउँ आउँछ अरे आमा? के भन्ने अब खै? हाकिम चोक भन्नु हाकिम चोक हो एकदमै आमा। हाकिम इज चोक। करेक्ट। यो किसर तल जाने बाटो। गाइस हामी चाहिँ अहिले क्यान्सर गेटमा आइसकेका छौँ। क्यान्सर गेट, क्यान्सर हस्पिटल, चितवनको क्यान्सर हस्पिटल गाइस। ठिक छ। हेर न के काम आउँछ बाबु यो? हजुर क्यान्सर भइगयो त हो आमा, क्यान्सर हस्पिटल हो र? हो। हो कि होइन? क्यान्सर हस्पिटल हो आमा। कता कता ल्याए बाबु त? क्यान्सर हस्पिटल गाइस हेर्न सक्नुहुन्छ है चितवनको। चितवनको क्यान्सर हस्पिटल लास्ट ठुलो हो। मेडिकल। गाइस घाम चाहिँ हेर्नु खतरा टल्के है। घाम यस्तो दामी टल्किरहेको थियो कि चाहिँ। सधैँ दामी छ यी। के रे आमा? साह्रै धानबारी छ। दामी दामी छ। चारैतिर धान दामी दामी है आमा। धानबारी धानबाली। बरु आमाको च्यानल खोलिदिनु बरु युट्युब च्यानल। आमाले यस्तो खतरा खतरा रमाइलो छ। के रे आमा? मनमा रमाइलो है। जहाँ पनि रमाइलो हुन्छ बा। मनमा नरमाइलो है। कहीँ रमाइलो छैन। हो आमा। अब हामीलाई रमाइलो दिन गए बा।
कहाँ तपाईँको त बल्ल सुरु भयो नि जो बुढाबुढी भयो नि उनीहरूको रमाइलो भन्नु न तपाईँको त बल्ल सुरु भयो बल्ल सुरु भयो रमाइलोको तपाईँ त भर्खरको हुनुहुन्छ भर्खरको हामी बरु बुढा भइसक्यौँ बुढा भयो त तिमीहरू बुढा भयो म भर्खरको तपाईँ त झन् राम्री राम्री हुँदै जानुभयो अनि आमा यो भ्यालेन्टाइनमा के छ तपाईँको विचार के हुने विचार कहिले सास जाने कहिले मर्ने होला म भन्छु भ्यालेन्टाइनमा त्यही हो। फुल के हुने अरू आमा आमा कहाँ गएर सास बिसाउने भनेको छु आमा हजुर भ्यालेन्टाइनमा त तपाईँलाई फुलहरू दिन्छन् होला है केटाहरूले दिन्छन् फुल दिन्छन् सबै यति राम्री मान्छे हुनुहुन्छ तपाईँ फुलबारी छ फुल दिन्छन् तपाईँको अगाडि सबजना फ्लप तपाईँको सुन्दरताको अगाडि त सबैजना फ्लप छन् आमा फुलङ्ग छन् सबै फुल छ आमा तपाईँ किन यति राम्रो हुनुभयो भैँसाएर होला नि किनभने भैँसाले मैले नेपालमा सबै ठाउँ घुमेँ तर तपाईँभन्दा राम्रो कतै देखिनँ मैले मान्छे कोही पनि देखिनँ पर्खाउने जस्तो हो कि तपाईँभन्दा राम्री मैले कहीँ पनि देखिनँ आमा पर्खाउने जस्तो देखाएको छ राम्रो छ तपाईँ एकदमै नेपालभरिको सबभन्दा राम्री हुनुहुन्छ तपाईँ असाध्यै राम्री चाहिएसँग यदि आमा तपाईँकै मेरो आमा नभएको भए तपाईँलाई लाइन हान्थेँ मैले त हो तपाईँ यस्तो राम्री हुनुहुन्छ म त कस्तो तेरो आमा होइन म तँलाई पाएको होइन म तपाईँको आँखा नि कस्तो घायल बनाउने खाले हो कि एकदमै तपाईँको आँखा हुन्छ नि एकदम नसालु टाइपको घायल बनाउने हो कि मक्कली सक्कली सबै बनाउँछु लगाइस आमा र म चाहिँ घर आइपुग्यौँ आमालाई टाढी गरेर लिएर आएको थिएँ म चाहिँ आमा यता हेर्नु न हामी घर आइपुग्यौँ है आइपुग्यो हामी चाहिँ घर आइपुग्यौँ आमाको सामान छ यहाँ चाहिँ अब आमा रेस्ट गर्नुहुन्छ म पनि कपडाहरू चेन्ज गर्छु अनि रेस्ट गर्छु अनि यसो बाहिरतिर राउन्ड हान्छु दसैँको माहौल नि सकिहाल्यो आजबाट ल गाइस सी यु इन नेक्स्ट भिडियो त ल नेक्स्ट भिडियोमा भेटौँ ल